अहिले खाने हो ए ल्याउनुपर्छ आइसक्रिम खाँदैछौँ हेलो अङ्कल कस्तो लाग्दैछ रमाइलो छ सताले हेरेर बसिरहेछ अङ्कल आइसक्रिम खाँदै बसिरहेछौ हाम्रो नानी आइसक्रिम खाँदैछ ल ओहो ल एकताल कस्तो ए हो त हाम्रो एउटा गेटको भनिसकेर उतातिर सकेर मान्छे जाने हो र पर्खिँदै अङ्कल यहाँ पनि खाला मानि जाऊँ यहाँ हाम्रो पिङ खेल्ने ठाउँ अनि यतापट्टि हाम्रो ताल हेर्ने अनि उतापट्टि काइकिङ गर्ने हेर्न सक्छ कस्तो राम्रो छ साथीहरू यतापट्टि हेर्नुहोस् सानो होटल अनि यतापट्टि चाहिँ अङ्कल हेलो अङ्कल कस्तो लाग्दैछ राम्रो चस्मा लगाएको हेर माथि जान्छौँ अब हामी यो ठाउँमा के भन्छ दिदी खपाउँदी भन्छ अरे यसलाई जब भाइबाट यहीँसम्म जब भुइँबाट यहीँ माथि कति रोपन जति होला दिदी कति रोप्नु होला है है हेर्नु न अङ्कल कस्तो राम्रो कोठा हेर्नु न हजुर छ्यामा घुन आउँदाखेरि छ्यामालाई लिएर न मजाको भाले लाने हो अङ्कल एउटा म त दुइटै लान मन लाग्छ दुइटै घर गएर खाने कस्तो राम्रो है अङ्कल कस्तो राम्रो है हेर्नु फुल
वाह कस्तो राम्रो तर मैला भएछ है पछि यसो सफा गर्छ फुल्लो ड्राइभिङ सेम गेको लेकको रहेछ है अङ्कल गेको लेकको अर्को पार्ट रहेछ है उता रमाइलो यहाँ नि रमाइलो छ Tiket papi ya. Abi. म त यहाँ छु है हजुरआमासँग आए जस्तो होइन रहेछ अर्कै ठाउँ रहेछ खेल्ने हो अङ्कल हजुर हजुर खेल्ने भाइ खेल्नु अङ्कल मलाई पुल खेल्न आउँदैन वाउ कस्तो राम्रो स्विमिङ पुल रहेछ हेलो अङ्कल हेलो अङ्कल त चस्मा लाग्दो रहेछ हेर्नु न हाँस पनि रहेछ हस् मैले त टाउकै डिगायो त खेल्दा हेरेर रे सर्ट आएको छ यतापट्टि यस्तो दामी दामी छ बन्द भइसक्यो होला अङ्कल भित्र जाने यिनीहरू ओनर हो कि घुम्न आएको ल भएन मजाको भालु लाने हो अङ्कल एउटा एउटा म त दुइटै लान मन लाग्छ दुइटै घर खाने अब चाहिँ हामी फेरि आएर जान्छौँ एकदम रमाइलो ठाउँ रहेछ अनि यतापट्टि नै छ त्यस्तै यतापट्टि कस्तो पिस हाम्रो पिस अनि म चाहिँ यहाँ बसेर भिडियो बनाउँदैछु साथीहरू चस्मा खस्यो के एकदम रमाइलो हुँदैछ हामी चाहिँ सुरुमा त्यो गेको लेकमा गयौँ अनि गेको लेकमा गएर आयौँ अङ्कल कस्तो लाग्दैछ रमाइलो यहाँ हाम्रो दालचिनी रुख सर्लक्क देखाइदिनु पर्यो यो भयो हाम्रो दालचिनी रुख कस्तो रमाइलो है अङ्कल हाम्रो यो भयो दालचिनीको रुख हेर्नु न काट्ने काठै फरक छ नि कस्तो रमाइलो हेर्नु न यता दामी यहाँ बस्नलाई मजा छ बजार यहाँ पनि छुट्टै रुख फेरि यहाँ पनि आएँ म कस्तो शीतल कति राम्रो रुखको छेउमा कति राम्रो आनन्द यहाँ बसेर शीतलमा अनि यतापट्टि न कस्तो राम्रो ठाउँ मर्के चिया हो चिया चाहिँ एकदम राम्रो तर ठिक नहुने चाहिँ नानी पोल्ने रहेछ सँगै ल्याइदियो हुन्थ्यो है हजुर सँगै ल्याइदिएको ठिक हुन्थ्यो हेर्नु न खानु एकछिनमा बेटर पिरो चप्पो समात्ने अनि
टेस्ट कस्तो छ अङ्कल मिठो छ चिया चाहिँ ल मड्का चिया रहेछ कस्तो राम्रो भाडा है हाम्रो नानी ल चिया चाहिँ मड्का चिया छ ल अङ्कलले अब मड्का चिया खान्छ सुरुमा आएको यो चिया रहेछ ल नानी मैले चिया दिएँ है ल खानु अङ्कल कस्तो छ अङ्कल टेस्ट होला है 1 मिनट रोक्दैन नानी हाम्रो पिङ खेल्ने ठाउँ अनि यतापट्टि हाम्रो ताल हेर्ने अनि उतापट्टि काइकिङ गर्ने हेर्नु सक्छ सो आजको भ्लग यति नै लास्टसम्म भिडियो हेरेर लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला आजको भ्लग यति नै बाइ बाइ